हुम्ला, अरुणाचल प्रदेशको हुम्ला। खोइ के जाति गुम्बामा छ, एकदमै राम्रो रहेछ। भित्र त अझै एकदमै एक्सपेन्सिभ, महँगो महँगो जरी कि जरी के भन्छ त्यसले बनाएको छ। म वहाँ पनि देखाउने कोसिस गर्छु। यो चाहिँ बाहिर पार्किङ ठाउँ हो। यतापट्टि यसको शाखा गुम्बा छ। के शाखा गुम्बा कुनैलाई। हो राजु भाइ, के हो चारैपट्टि उयो भइसक्यो के हो चक्कर? एकदमै रमणीय ठाउँमा रहेछ। बाहिरको चाहिँ अलिकति देख्नु पाइएन तुवालोले। राम्रो छ, एकदम राम्रो। यो बाहिरको डेकोरेसन अनि के यसको पनि केही सम्झाइरहेको थियो। मुख्य आकर्षण चाहिँ यो रहेछ माथि मन्दिर। यो लगभग 3-4 तला छ। 3-4 तला माथि चाहिँ यसलाई। हो छेत्री ब्रो, ल यता हेरौँ। यता युट्युबमा आउँछ अब यो। तपाईँको पोहोर गुराँस टिपेको पनि लगाइदिएको छु त। यो बुढो मान्छे चाहिँ मेरो साथी, कालिम्पोङ निवासी। अब यो मान्छेको बसाइ पनि धेरै छैन, जानेवाला छ नागपुर। यहाँको डेकोरेसन एकदमै राम्रो लाग्यो, मजाको। अब यसको अर्थ चाहिँ के हो थाहा छैन मलाई, तर एकदम चित्रकला चाहिँ राम्रो रहेछ। यहाँ पानी छ, यहाँ खोल्यो भने म पानी खोल्छु। यसरी खोल्दै भित्रको यो माने पेमेन्ट जति स्पिड पानी खोल्यो, यो पानी जति स्पिड आयो त्यति स्पिड घुम्ने रहेछ यो माथि। यसरी एकदम स्वच्छ पानी छ, यिनको एकदम ओरिजिनल पानी हो, पिउने लायक पिउन सकिन्छ। यो माने आफै घुम्नु चाहिँ अटोमेटिक सिस्टम छ। यो पानी बन्द गरेपछि यो पनि बन्द भयो। कसैले अब पढ्न सक्नुहुन्छ, चिन्नुहुन्छ भने यहाँ छ यिनीहरूको फाउन्डेसन स्ट्रङ लाइट बाई हिज। पानी बन्द भएकै हो। म अगाडि बढेँ। धेरै दिनपछि बिना एडिटिङको मेरो भिडियो अपलोड गर्न जाँदैछ आज। अहिले त नेट छैन। यहाँको लोकल मान्छेहरू गुम्बा परिसर पनि निकै ठुलै रहेछ। लुम्ला यहाँदेखि भुटान पनि नजिकै पर्छ। माथिल्लो डाँडाहरू सब भुटानहरू हुन्। अघि जोगीले आइपुग्यो त्यतिखेर टाढोदेखि। अलिकति भित्र एकदम अँध्यारो छ अहिले। लाइट गयो जस्तो लाग्यो मलाई, यहाँको लाइट। मेन गुम्बा भित्र यो भित्र हो। यहाँ माथि हाम्रो दलाई लामाको मूर्ति।
जस्तो देखिन्छ। कति महँगो महँगो जडीहरू लागेको छ यहाँ। जडी भन्छ के भन्छ यस्तो माथि कति मेहनत लागेको होला, कति महँगो पर्यो होला यिनीहरू। एकदम राम्रो रमणीय छ। रबर कि 700 को 50 छुट्याइदिएँ मैले, सरी छुट्याइदिएँ मैले। नेटै नआएर के गर्ने अब। ल लगभग मैले सकेँ। ओके।